जेएनजीको र युवाको मर्म बुझेर फेरि पनि जेएनजी सरकारले मध्यवर्ती घोषणा गर्यो र डोल्पा जिल्लाको हिसाबले नेपाल कम्युनिस्ट पार्टी हिसाबले हामीले एकल उम्मेदवार धनबहादुर बुढालाई हामीले सिफारिस गर्यौं र अहिले हामीले उम्मेदवारको रूपले हामीले गाउँघरमा तपाईको सामान्य हामी लिएर आएको छौं। धनबहादुर बुढाको निमित्त मैले भन्नु पर्दैन, तपाईले सबैले अवगत नै छ। उहाँले भन्ने गर्नुभएको छ, मेरो जन्मथलो सगरतारा हो, कर्मथलो मेरो माछफाल हो। हिजो व्यापार बिजनेसबाट होस्, मेरो राजनीति थलो होस्, मेरो सम्पूर्ण दिने मेरो माछफाल हो र माछफालको मैले मैले त्यहाँका देवी देवतालाई मैले पहिला कुरा त्यहाँ आशीर्वाद लिएर मात्रै सुरु गर्छु भन्ने उहाँले जो वचन दिनुभएको थियो, त्यही सिलसिलामा आज हामी कहाँ तालीबाट सुरु गरेको छौँ। गर्दै गर्दा यहाँ आउँदा गर्दा मलाई लाग्छ उहाँको बारेमा धेरै चर्चा गर्नुपर्ने मलाई लाग्दैन। किन भन्नाले हले त कोट्याएर प्याँडै हुन्छ, कोट्याउनु पर्दैन भने जस्तै उहाँ अहिले होइन 70 सालदेखि अहिले 82 सालसम्म डोल्पाली जनताको, डोल्पाका आदरणीय दाजुभाइ दिदीबहिनीहरूको प्यारो र हरेक बेला डोल्पालीका समस्याहरू पार गर्ने एउटा मात्रै व्यक्ति हो धनबहादुर बुढा। आज हामीले सोचेका छौँ धनबहादुर बुढा डोल्पाको मात्र नेता सोचेका छौँ, तर तपाईँले नसोच्नु होला। उहाँ पहिलोपटक चुनाव जितिसकेपछि दोस्रो पटक चुनाव जितिसकेपछि गठबन्धन थियो। उहाँ चाहिँ सहायक मन्त्री भएर जानुभयो र दोस्रो पटक उहाँ क्याबिनेट मन्त्री भइसक्नु भएको छ। उहाँ एउटा कर्णाली प्रदेशको नेता हो, उहाँ राज्यकै गहना हो। उहाँ हामी डोल्पालीले हरायौँ भने होम व्यक्ति एउटा पात्र हो। नेपाल कम्युनिस्ट पार्टीले आर्छ र कर्णाली प्रदेशको एकजना मात्रै होइन, उहाँ एउटा गहना कर्णालीको गहना हो। हामीले गहनाको रूपमा बुझ्नुपर्छ। हुनसक्छ तपाईँहरूलाई चाहिँ गरेर प्रत्येक ठाउँमा हामीले विकास गर्न नसक्यौँला, मैले पनि त्यसको लागि क्षमा प्राप्त गर्न चाहन्छु। भने जस्तो हुँदैन, सोचे जस्तो हुँदैन। 2072 सालको संविधान अन्तर हामी टेक्नुपर्छ। त्यसको कारणले हामीले सोचे जस्तो विकास नहुन सक्छ। त डोल्पाका समस्याहरू केही न केही मैले टार गरेको अवस्था मैले देखेको छु। मलाई किन भन्नाले अहिले पनि हामीले उहाँलाई जेएनजी आन्दोलन क्रममा डोल्पा जिल्लाको उहाँको पनि घर अशुद्ध भयो रहेन, उहाँको पनि घर आगजनी भयो। विभिन्न किसिमको जेएनजीको चाहिँ नारा लिएर बिचमा घुसपाट भएर निर्दोष व्यक्तिलाई गाडी चलाइयो। त्यसको निमित्त पनि हामीले जनताको सामान्य हामी तपाईहरुलाई फेरि पनि विश्वास दिलाउन हामी धनबहादुर बुढालाई गाउँ गाउँमा ल्याएको छु। र यस कारणले तपाईलाई म एउटा प्रदेश खको हैसियतले आज म तपाईको घर दैलोमा आइपुगेको छु र तपाईले म अनुरोध आग्रह गर्न चाहन्छु र फेरि पनि तपाईले एकपटक तारा चिन्हमा भोट हालेर 25 चाहिँ उहाँ धनबहादुर बुढा र सौनपाती पनि तारामा इत्यादि भोट हालेर विजय गराइ हुन सम्पूर्ण यो माछपालवासी आमा बुवा दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु। र होला विभिन्न पार्टीका झण्डा बोकेका छन्, नेपाल कांग्रेसका पनि आउँछन् होला, नेकपा एमाले पनि यहाँ प्रचार गर्न आउनु होला। झण्डा सामान्नुहोस्, खाना खानु खुवाउनुहोस्, स्वागत गर्नुहोस्, म चाहिँ तारामा हाल्नुहोस्। किन भन्नाले डोल्पा जिल्लाको भविष्य पूर्णको निमित्त धनबहादुर बुढा बाहेक अरू छैनन्। तपाईँ लाग्छ होला हिजो अर्को पार्टीबाट लड्नु भएको थियो, म अर्को पार्टीबाट लडेको थिएँ र पार्टी फरक थियो। अहिले हामीसँग पार्टी एउटै छ, एजेन्डा एउटै छ, विकास एउटैबाट हिँड्ने हो। प्रदेशको के गर्नुपर्छ उहाँबाट मैले सल्लाह लिनुपर्छ, सङ्घका योजनाहरू के गर्नुपर्छ हामीबाट सल्लाह लियो, उहाँ अगाडि बढ्नुहुन्छ। एउटै घरभित्र छु, एउटै थालमा हामी खान्छौँ, एउटै लोटामा पानी खाने भइसकेपछि यो माग डोल्पाली जनताको माग नै हो। तर जतिखेर चुनाव आउँछ त्यतिखेर पुरो माओवादी र हाम्रो कमरेड अहिलेको उम्मेदवारसँग हाम्रो झैझगडा भइरहन्छ। यो आज यो यहाँका देवी देवताले र शीर्ष नेता कमरेड संयोजक अहिलेको प्रचण्ड र सहसंयोजक बाबुराम भट्टराई थियो, माधव नेपाल लगायत थुप्रै 22 वाम घटकले अहिले चाहिँ गएर नेपालमा एउटा नयाँ पार्टी
एजेन्डा पुराना भए तापनि यो पार्टी ल्याएर अहिले जो नेपालमा स्थापित भएको छ र अहिले नेपालको स्थितिमा तपाईले भन्नै पर्छ देशव्यापी डोल्पामा धनबहादुरले जित्ने निश्चित छ भन्ने कुरा सबैले जानकारी नै छ। तर हामीले म त जित्छु कति मतले जिताउने हो भन्ने हामीले चुनौती हामी मध्ये छ। हामी जति सके बहुमतमा आधारमा पुर्याउँ त्यही मतको हिसाबले हामी भोलि तपाईले मान्य बनाएर पठाउनुहोस्। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य यही हुनुहुन्छ तोए र म स्वयं यही छु। भोलि उहाँलाई मन्त्री बनाउनको निमित्त हामी चाहिँ गएर कमरेड प्रचण्ड र कमरेड माधव कुमार नेपाललाई हामीले घेरा पनि हाल्न चाहन्छौँ। जबसम्म मन्त्री बनाउन सक्दैनौँ तबसम्म डोल्पाको विकास हुन पनि सक्दैन। त्यस कारणले भोलि फेरबदल हुन्छ, प्रदेश पनि अर्को सरकार आउन सक्छ, त्यसभित्र पनि हामी पनि मन्त्री बनाउन सक्छौँ। त्यो भएको कारणले आदरणीय दाजुभाइ दिदीबहिनीहरूले कुनै पनि अर्थात् नआएर जहिले पनि हामी धनबहादुर बोर्ड हाल्छौँ चुनाव जिताउँछौँ भन्ने एउटा बास्य छ। त्यो बास्य अन्त्य गर्नु होला। किन भन्नाले हिजो पार्टी फरक थियो, आज हामी नेपाल कम्युनिस्ट पार्टी एउटै पार्टी छु, एउटै झन्डा छ, एउटै एजेन्डा छ। तपाईँले म अनुरोध गर्न चाहन्छु हिजो पनि तपाईँले म 6 नम्बर क्षेत्रमा लडेको पनि यहाँ मासवालका दाजुभाइ दिदीबहिनीहरूले 2079 सालको चुनावमा समानुपातिकमा सबैभन्दा बढी मत साथीको मासवालबाट आएको छ। तपाईकै मतले मैले सदनमा बोल्न पाएँ, मैले तपाईकै मतको मैले सदनमा बोल्न पाएको छु। किन भन्नाले डोल्पा जिल्लाबाट नेपालभरिकै 8% भोट चाहिँ समानुपातिकमा डोल्पाबाट आएको छ। त्यसको निमित्त मैले पश्चिमलाई आउन ठाउन पाएँ, केन्द्रीय मिटिङमा पनि मैले आउन ठाउन पाएँ। किन भन्नाले हिजो डोल्पामा आएको पार्टी थिएन भन्ने कुरा थियो। त्यो त तपाईँको यही मासवाल साथीको मासवालले देखाएको छ। 2079 सालको चुनावमा समानुपातिक मूल्य पनि नगएको छ। ठिक छ, प्रतिशत हिसाबले हाम्रो चाहिँ गठबन्धन थियो, नेपाली काङ्ग्रेसमा लड्नु भएको थियो, पराजय हुनुभयो। तापनि तपाईँहरूले देखाएको तपाईँको त्यो हिङमा तपाईँको मतहरू चाहिँ गरेर त्यो मत इतिहासमा राखिएको छ। कुनै बेला पनि यो मासवाल गाउँ यो सापीको गाउँपालिकामा पूर्व माओवादीका 9 जना यही शहीद भएको थियो, तपाईँले अवगत नै छ। यही मासवालमा चाहिँ हाम्रो चाहिँ गएर कमरेड तिमीहरू अहिले आउने हैन फोक्सुनको यही शहीद भएको यही पालिका हो। त्यो भएको कारणले पनि तपाईँले त्यो शहीदको रगतले पनि आज हामीलाई विभिन्न एङ्गलबाट जुराएर एउटै सङ्गठनमा एउटै पार्टीमा ल्याएर हामीले एउटै बाटोमा हिराल्ने यो जो यहाँका देवी देवता र पार्टीले गरेको छ। हामीले यहाँका देवी देवतालाई धन्यवाद दिन चाहन्छु। मैले त्यो भएको कारणले हामीले 21 गते तपाईँको अमूल्य मत तारा चिन्हमा हालेर विजय गराउनुहोस्। हामीले यही हेर्न चाहन्छौँ कि 21 गते पछि जब बास खोल्दै बित्तिया मासवालका चाहिँ गएर 2 वटाका मत ताराको मात्रै बहुमत देख्न पाऊँ भन्ने मैले आशा लिएको छु। र 21 गते मतदान गरौँ। तपाईँ चाहिँ सम्पूर्ण मासवालवासीलाई 24 गते तपाईँको चाहिँ पार्टी खाना पनि तपाईँलाई चुनाव गर्न चाहन्छु। किनभने हाम्रो जित सुनिश्चित छ। अब बजेट तपाईँले विकासका कुराहरू चाहिँ तपाईँको अहिले विकास नभएको होइन। डोल्पा जिल्लामा मैले 10 जिल्लामा हेर्दै जाँदा हिजोको तुलनामा चाहिँ संहिता अघिको कुराहरू संहिता पछिको कुरा अहिले हेर्यो भनेपछि हिजो म त आउनु त आएन। सम्पूर्ण साथीहरूले भन्नुभयो त्यही बाटोबाट हामी हिँडेर आउँथ्यौँ, आज गाडी चढ्न पायौँ, 2 घन्टामा पुग्यो दुनियाँबाट भन्नुभयो। यो स्थानीय तहलाई पनि म धन्यवाद दिन चाहन्छु र प्रत्येकले पनि तपाईँ धन्यवाद दिनुपर्छ। सङ्घीय मन्त्रीज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। किन भन्नाले डोल्पा जिल्लाको चुनौती विषय थियो, भूगोल ठुलो छ, हामीसँग चट्टान एरिया छ, तर यस्तो बाटो भूगोल छैन। हामीले चुनौतीपूर्ण थियो। आज हिजो कालीकोटमा त हिजो 2046 सालमा गाडी पुग्यो हो त, तर प्रत्येक गाउँमा त बाटो पुगेको छैन। जाजरकोटमा 2065 सालमा बाटो पुग्यो हो त, अहिले त गाउँमा बाटो पुगेको छैन। त डोल्पा जिल्लाको हिसाबले हामीसँग भूगोल छोएको छ। फगेता पनि हामीले 65 वटा डोल्पामा अहिले हामीले 28 वटा बाटो पुगिसकेको छ। विभिन्न कालखण्ड हिसाबले हामीले 3-4 वटामा 5-7 वटामा बाटो पुग्न सकेको छैनौँ। राष्ट्रिय निकुञ्जको कारणले र चट्टानको कारणले हामीले पुर्याउन सकेको छैनौँ। यसमा पनि तपाईँले म प्रतिबद्धता जारी गर्न चाहन्छु। अब हामीले बिच बाटोमा सरसल्लाह हुँदैछ। हामी अब व्यक्तिगत योजनामा हामी कुनै पनि ठाउँ जाँदैनौँ। हाम्रो गलत पनि भएको छ। किन भन्नाले कुनै ठाउँ व्यक्तिगत योजना दिएर आज हामी पार्टी र व्यक्तिलाई पनि आक्षेप आएको छ। अब सिङ्गो चाहिँ मासवाल एउटा एजेन्डा बनाउनुहोस्। मैले आउँदै गर्दा यो मासवालमा डोल्पा जिल्लाको हिसाबले हेर्ने मैले उत्पादन सबभन्दा चाहिँ मुक्ति जिल्लाको सर्किङमा हो भनेपछि यो माथि लेभलको हिसाबले चाहिँ सबभन्दा मासवाल रहेछ मैले अनुभव गरेको छु। यो उत्पादन क्षेत्र भनेको सबभन्दा राम्रो भनेको मासवाल क्षेत्रमा रहेछ। या पशु होस् या चाहिँ खेती होस्
यो त भोलि बिहान गएर यो पर्यटन क्षेत्र बन्छ। तपाईँले यही नै भन्न चाहन्छु, हामीले चाहिँ गएर होइन यहाँ तुफालबाट चाहिँ गएर काँडाताली हुँदै हामीले रुकुम हुँदै काठमाडौँ जाने बाटो हामी चाहिँ गएर हामी यसमा सुरुवात गराउँछौँ। समय लाग्ला, विकास भन्ने कुरो तुरन्त तत्काल हुन सक्दैन। पहिलो वर्ष रातो किताबमा आउँछ, दोस्रो त्यसलाई संशोधन गराउनुपर्छ, रकम सुविधा गर्नुपर्छ, बल्ल टेन्डे फर्किए जान्छ। हामी भन्छौँ अहिलेको अहिले त्यो हुन सक्दैन। हेर्नुहोस्, आज डोल्पा जिल्लामा सङ्घीयता ल्याएर धनबहादुर बुढालाई हामीले 70 सालमा लगातार 79 सालमा भोट नदियो भइदियो भए आज दुनैसम्म बाटो पुग्थेन होला। तपाईँ हेर्दै जानुहोस्, डोल्पा जिल्लामा चाहिँ गएर अहिले कतिका चाहिँ गाडी हिँड्ने तपाईँको करौपाडाबाट लिएर रूपपाडको खोलासम्म चाहिँ गरेर उहाँले चाहिँ गरेर नभइदियो भए चाहिँ आज गाडी चलाउन सकिन्थ्यो नि त। त्यही झारखण्डको र रुकुमको नेता ठुलो नेता हुनुहुन्छ, खै त पासै घाटदेखि चाहिँ चौकासम्म चाहिँ पुल बनेको देख्नुहुन्छ, लामो डोङ्गा दुईटा खोला पुल बनाइदिएको हुन्छ। यति धनबहादुर त्यहाँ हामीले पठाउन नसकिदियो भए अहिले पनि हामी चाहिँ तल्लोदेखि माथि आउन सकिन्छ होला। आज 4 अरब 20 करोड टेन्डर खोलेको छ तल्लोबाट। अहिले कृपयाको होस् मलाई, त्यो धनबहादुरकै ध्यान हो, त्यो हामीले भन्नै पर्छ। अहिले भर्खर ओडाले भन्नुभयो, म जबकि तपाईँले 25% भोट दिनु नपाए पनि म सामाजिक विकास मन्त्री हुँदै गर्दा ओडा अध्यक्ष गएर मेरो मन्त्रालय गएर मलाई भन्नुभयो, पटक निवेदन ल्याउनु भएको छ, मलाई विद्यालयको चाहिँ कति सकिन्छ, मैले बजेट व्यवस्थापन गर्नुहोस् भनेर। यही हुन्छ सामान्य। योभन्दा अगाडि पनि भन्नुभयो उहाँले, मैले सकिन्न थोरै जति भने 15 लाख 20 लाख रुपियाँ मैले प्रत्येक विद्यालय मैले व्यवस्थापन गरेको छु। अहिले विभिन्न अङ्गलमा चाहिँ हामीले हाल्यो भन्ने मिल्छ त भोट दिने तपाईँले धनबहादुर वीरबहादुर अनि अर्को बहादुर आएर त विकास त गर्दैन नि त। तपाईँको गाली खाने पनि हामी धनबहादुर वीरबहादुर हो र तपाईँले मारामार पनि तपाईँले वीरबहादुर धनबहादुर अहिले लगाउनु भएको छ। त्यो भएको कारणले म धेरै नबोलिकन फेरि पनि तपाईँलाई भन्न चाहन्छु, अब एउटै पार्टी हो यो, डोल्पा मात्रै नेपाल देश बनाउने पार्टी भनेको नेपाल कम्युनिस्ट पार्टी हो। हामीले त्यस कारणले हामीले उम्मेदवार पनि हामीले नेपाल कम्युनिस्ट पार्टीले एकल उम्मेदवार पठाएको जिल्ला डोल्पा मात्रै हो। अरू सबै जिल्लामा चाहिँ तपाईँको 2-2वटा गायब विवाद हो, हामीले निर्भय हिसाबले पठाएको थियो। तर तपाईँकै मर्म बुझेर हो, डोल्पा जनताको मर्म बुझेर हो। हाम्रो मेरो एकल निर्णयले होइन, पार्टीको एकल निर्णय होइन, हामीले जनताको मत हामीले फोनबाट पनि हामीले प्रत्येक ठाउँमा कार्यकर्ताले पुगेको छैन। अब अहिले फेरि पनि उसलाई जनजी आन्दोलन कार्यक्रम उसको घर ध्वस्त भएको छ, उसलाई क्षति भएको छ, त्यसको लागि पनि हामीले उहाँलाई चाहिँ दिनुपर्छ, उहाँलाई जिताउनुपर्छ भनेर तपाईँकोबाट आवाज उठिसकेका छ। हामीले तपाईँको घरहरू ल्याएको छु र फेरि पनि भन्न चाहन्छु, तपाईँको अमूल्य मत दिएर धनबहादुर बुढालाई तारा चिन्हमा मत दिएर समानुपाती मत पनि बलि बास खोल्दै गर्दा अन्तभन्दा फेरि पनि यो म भन्न चाहन्छु, यो साथीको मासमल गाविसले बढी दिनेछ भन्ने मैले आशा राख्दै मेरो भनाइ यहाँ अन्त्य गर्छु। धन्यवाद। लाल सलाम।